हो केटा के गर्दै हो यस्तो साथी हो डमर दाइ के गर्दै के त बोल जगत ब्रो देव दाइ के छ खबर राजकुमार ठिक छ हामी कुन ठाउँमा आएको भइगयो अब त्यो खासमा चाहिँ हामी आज दुब्बामा आएको हो ह्याप्पी फ्राइडे मनाउनको लागि समुद्रमा घुम्दै आएको कति गर्मी हो यार के लिएर अरे यस्तो गर्मी आज यार राजकुमार के भयो बौला भयो हान्नु न हान्नु म यहाँ अलिकति बिजी छु के हो ल यस्तो पसिना आएको यार हिजो राति आउँ भन्दा कोही मानेन यार राति आउँ भन्दा मान्दैन राति त अलिक त्यही पनि घाम लाग्दैन थियो होला नि हामी चाहिँ खासमा आज ह्याप्पी फ्राइडे मनाउन आएको हौँ अनि यो समुद्रको अलिअलि छेउछाउमा हेर्दै त्यो छलहरू रहेछ खासमा चाहिँ बोट चढ्नु भनेर आएको एउटा बोट मात्रै देख्यो त्यही पनि अरूले लिएर कुदाइरहेको अनि यो पानीको छालहरू हाम्रो दाइले यहाँ पहाड उठाइराख्नु भएको छ होइन भरै देख्छ क्या राम्रो उल्टो सुल्टो गरिदिनु यहाँ हाम्रो दाइले बल्ले 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 राजमा लु मलाई गरिदेऊ नि त यस्तो अलि पुरै आउने गरे ल ल्याउ त ल्याउ ल हेर पुरै क्या राम्रो आएर छ भिडियोमा होइन भिडियोमा हो सबै भिडियो छ ल ल ठिक छ हाम फाल्नु क्या हो यार हान पक्राउ न त्यसलाई खानु पर्ला त्यो डाँठोले आयो मलाई पक्र ल म हाम फाल्छु पक्र न कहाँ हो त्यो ढुङ्गामा टाँसेर बसेको ओ हो त कुदाउँदा पनि छ मजाले खिच्छ त राम्रोसँग फोन चाहिँ नखस होला ल आइया हो के हो यहाँ अलिक शीतल आउँदो रहेछ भलै 4 मिनट भयो केही फरक पर्दैन 10 मिनट 15 मिनट जति भए पनि हुन्छ म एडिट गरिहाल्छु नि पानीको छालहरू तेरेका मा चिक्ने राम्रोसँग बोल नि यार फेरि भएको मान्छेको मेरो पनि भिडियो आउनु पर्यो मेरो मोबाइलमा ओ डमर दाइ के बसिरहेको त आउनु न त ल मेरोबाट यहाँ हान्नु त भिडियो हामी एकछिन घुम्छु हुन्छ क्लियर हुन्छ यार डमर दाइ यता आउनु न यार यस्तो यार हाम्रो ग्रुपहरूको मान्छेहरू त के हो खै केही त भनिदिनु यार यस्तो मेरो युट्युब च्यानलतिर पनि पानी त मजाको छलाउँछ क्या
डमर दाइ मेरो च्यानलको लागि केही भनिदिनु न तिम्रो च्यानलको लागि होइन अँ तिम्रो च्यानल छिटै सक्सेस होस् अँ 2 वर्ष भइसक्यो मैले बिचमा धेरै ग्याप गरिदिएँ क्या हो त्यही त कमी हो मेरो मुड चढ्ने होइन मुड एकदम स्याड थियो खासमा म यही चढ्नलाई आएको हो है ल यसको टिकट बुकिङ कहाँ छ जाउँ लिएर आउँ लामो मोबाइल लिएर आएर हिँडेर हुन्छ दाइ त्यो बोर्ड चढ्नलाई है आउँछ म त्यो बोर्डलाई कसरी चढ्ने त यार ल ल तल गएर केही फरक पर्दैन डमर दाइ देखेछ हेर त रसमा देखेको छ दादा देखेको छ कस्तो लाएर जगत ब्रो त खालि भिडियो कलै दिन्छ यार होइट यार यो नुन पानीले मुख पुछेर के गर्ने यो दिउँसो हुँदा राति छाल चाहिँ राम्रो आउँछ होला है हरजमा दिउँसो हुँदा राति चाहिँ राम्रो आउँछ होला तर यार एकदम धेरै गर्मी पसिनै पसिना यार थु कति नुनिलो यार जगत बुढो धेरै नुनिलो यार धेरै नुनिलो थु पसिना पनि नुनिलो आयो यार कस्तो राम्रो फिट के है त्यही फिटको नुन बन्छ होला होइन हजुर गर्नु हेर्नु न यहाँ चाहिँ आज हेर्ने मान्छेहरू छ ए जाउँ त्यो बोर्ड चढ्नलाई बोर्ड चढ्न जाउँ उतैतिर कुदाउँदै हेरेको थियो कि कुदाउनु मन लागिरहेको छ क्या मलाई ए मलाई पढ्नु नआउँछ कत्रो कत्रो बागमती मात्रै खेलेर कत्रो कत्रो बागमती त खेलेर यो छाल सँगसँगै खेल्ने नि के हुँदैन यता छेउमा त छैन दुवा उता त धेरै गहिरो छ नि देखिरहेको छु त्यहाँ गहिरो त्यही त के आज ब्लुटुथ छैन जाउँ न ब्रो हेलो जाउँ आउनुहोस् हो गर्मी भयो हेर नुहाए कति गर्मी रहेछ यार यहाँ त ओहो मेरो यार शरीरमा पावरै नभएर होला पसिनै आएन यार तपाईँकोले सबै पसिना जति कता फालेर आए जस्तो सर काम गर्दा पनि आउँदैन थियो त हौ यसरी त आउँदैन थियो त यार नेपालको जस्तो आयो त पसिना यार सबै नुहाए जस्तो भयो त मलाई पसिना आउँछ सबभन्दा पसिना त मलाई नै आयो कि क्या हो चर्बी धेरै चरेछ होला आँखर जस्तो भनेपछि मेरो डेढ एक्सपायर भइसकेको छ है तपाईँले अब खै खेती गर्नु सक्ला जस्तो छैन भाइ गएर बर्खा छ धान रोप्नु नसक्ने त अब हेरौँ न गएपछि थाहा हुन्छ सबभन्दा हाम्रो राजकुमार भाइ चाहिँ एकदम औडा भएछ क्या ओइ देव दाइ तपाईँ के नगर्ने मलाई भिडियो बनाइदिनु नास्ता नखाने अहिले खै अगाडिबाटै हो पछाडि तपाईँ आएर छ घुमाउनु न ल उल्टो भयो उल्टो भयो होइन सुल्टै हो ल सरी तपाईँ- चिसो खानु पर्ला भने तपाईँ कहाँ हिँड्नु भएको केटाहरू भन्छ चिसो खान्छौँ भनेर यसो मुख धुने क्या अब यार यहाँ धेरै गर्मी भयो यार सर ओ डमर भाइ उतै जाने कि आउने हो साथीहरू त खै भाग्यो यार अलिक गर्मी ज्यादा भयो क्या है हो नि होइन त हो
त्यो उल्टो भयो उल्टो पनि हो त्यसरी त्यो निकाल्नु उ गर्नुपर्छ क्या च्यानलमा हालिदिनुपर्छ समुद्र घुम्न आउनु भएको धेरै यार इच्छा लागेको थियो क्या समुद्र घुमाउँ दुबामा आएर बोट चढौँ भन्ने इच्छा थियो तर बोटै यहाँ देखेन यार एउटा चाहिँ उडाउँदै आएको थियो दुईजना त भाइ भाइ गरेछ के गर्ने जाने सब आफ्नै दुनियाँमा छ ल जाउँ अब कति बज्यो 4 बज्यो हामी 6 बजीसम्म यहाँ बस्नु मन छैन हामी चाहिँ अहिले 4 बजी छ यहाँको नरिवलको रुख ल नरिवल फलिरहेछ नरिवल फल्दैछ सर तर हेर आज कति राम्रो मौसम लागिरहेछ क्या अलिकति हरियाली भने छ यता अलि सहरतिर छ हामी बसेकोतिर त एकदम बिल्कुल सुक्खा मरुभूमि यता चाहिँ अलिअलि हरियाली छ पार्क हो यो आउन त एकछिन मुख धुउँ क्या टोयलेटतिर भन्नु ब्रो जगत ब्रो चाहिँ यार डबल ज्याकेट लगाएर आउनु भएको रहेछ यहाँ लेडिजो छ खोइ मेल फिमेल के हो यो हो यो चाहिँ केटाको रहेछ क्या अरे त्यो चाहिँ केटीको होला पिपलको बोट रहेछ यार यहाँनिर बल्ल अलिक शान्त भयो पिपल मजाले फल्दै रहेछ यार साउदीमा यतिको राम्रो पिपल बोट पनि देख्यो भने त अरू ठाउँमा पनि होला तर म त्यहाँ नपुगेको पनि हुनसक्छ यहाँ चाहिँ जस राम्रो रहेछ मजाका पिपलहरू पत्ता पनि राम्रो छ भाइ यो पाउलो पलाउनु यही हो सिज हजुर कस्तो राम्रो छ क्या हेर्नु न हाम्रोतिर चैतबाटै वैशाखमा हुन्छ अब जेठ यही हो यही हो है स्यामस्यामै हो हेर्नु त कति राम्रो छ पुरा अहिले पाउली छ नि त यता चाहिँ मस्जिद बिल्डिङहरू देखाउनु त हुँदैन पानी छ समाउँदै गर्नु त यो